नमस्कार। आज भने कोइरालोको अचार बनाउने तरिका हामी लिएर आएका छौँ। सुरुमा कोइरालोलाई धोइसकेपछि आलु छिल्ने र छिलेको आलुलाई पाक्न सजिलोको लागि सानो सानो पिस गरेर त्यसलाई कुकरमा हालेर हामी उमाल्न सक्छौँ। यसलाई आफ्नो आवश्यकता अनुसार कत्रो पिस गराउने भन्ने चाहिँ इच्छा अनुसार बनाउँदा हुन्छ। त्यसरी उम्लिसकेपछि यो पाकिसकेको आलु र कोइरालोलाई छान्ने र अचारको लागि हामीले सिलाम प्रयोग गरेका छौँ। आवश्यकता अनुसार सिलाम प्रयोग गर्ने, कसैले तिल प्रयोग गरेको पाइन्छ, कसैले भाँगो प्रयोग गरेको पाइन्छ। जुन कुरा तपाईँसँग उपलब्ध छ त्यो कुरा तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। सिलाम भुटिसकेको सिलामलाई मसिनोसँग ग्राइन्डरमा पिसिसकेपछि त्यसमा आवश्यकता अनुसार नुन मोल्ने र पिसेको सिलामको धुलो हामी प्रयोग गर्न सक्छौँ। यसले स्वादिलो पनि बनाउने गर्दछ। र तताएको तेलमा मेथी, आवश्यकता अनुसार मेथी हामीले स्वादको लागि पनि प्रयोग गर्न सक्छौँ। त्यसमा काटेको हरियो खुर्सानीले अचारको स्वाद अलग्गै बनाउने गर्दछ। त्यसमा हामी केही पिस रातो खुर्सानी पनि प्रयोग गरेका छौँ। अब आवश्यकता अनुसार बेसार पाउडर राखी त्यसलाई अघि सबै मरमसलाहरू राखेको कोइरालोको अचार बनाउनका लागि तयार गरिएको सबैमा राख्ने। त्यसपछि अमिलोको लागि हामीले चुक प्रयोग गरेका छौँ। यसमा कागतीको रस पनि प्रयोग गर्न सकिन्छ। यो चुक कागतीको रसलाई पकाएरै बनाइएको चिज हो। यसले स्वाद पनि फरक पार्ने गर्दछ। यसरी राम्रोसँग मोलिसकेपछि अब भने हेर्दै खाउँ जस्तो लोभलाग्दो अचार, मिठो कोइरालोको अचार तयार भइसकेको छ। यसलाई बचाउँदै धेरै दिन गरेर खान पनि सकिन्छ। जसलाई हामीले कटोरामा राखेर फ्रिजमा राख्दैछौँ। यसलाई हेर्नुहोस् त, नानीले कति मिठो मानेर कोइरालोको अचार खाएकी छिन्। सानी नानीलाई त यति मन पर्यो, तपाईँ हामीलाई त मन नपर्ने